डोटीको बडी केदार गाउँपालिका आएको छु। यहाँ चाहिँ मेरो कम्युनिटी मिटिङ थियो आफ्नो अफिसको कामको सिलसिलामा डोटीको बडी केदार गाउँपालिका वार्ड नम्बर 5 अत्तरकाँडामा छु र आज चाहिँ मैले पहिलो पटक स्याउको बोट देखेको छु। सो म चाहिँ तपाईहरुलाई आज स्याउको बोट देखाउँछु। अलिक नजिक लिएर आउनु लाजी यता नजिक आउनु। यहाँ चाहिँ यसरी चाहिँ स्याउ फलाइएको छ है कस्तो मजाले। पहिलो पटक मैले स्याउको बोट देखेँ। अलिक नजिक लिएर आउनु त देखिदैछ स्याउ चाहिँ यस्तो मजाले फलेको छ। म तपाईहरुलाई चाहिँ स्याउको बोट देखाउँदैछु है। यसरी चाहिँ हाम्रै बडी केदार अत्तरकाँडामा चाहिँ मजाले स्याउ चाहिँ यसरी फलेको छ। एकदमै धेरै फलेको थियो भन्दै हुनुहुन्थ्यो यहाँ हाम्रो बारीको अङ्कलले। तर यो अस्तिको पानीले चाहिँ सबै झार्यो भनेर भन्दै हुनुहुन्थ्यो। मैले चाहिँ पहिलो पटक चाहिँ स्याउको बोट यसरी देख्दैछु। कस्तो खुसी लाग्यो। यो चाहिँ अलिकति लेक छ बढी चिसो हुने ठाउँ हो त्यही भएर पनि यसरी चाहिँ यहाँ स्याउहरू चाहिँ मजासँग सजिलैसँग फलाउन सकिँदो रहेछ कि। मौसम पनि एकदमै राम्रो छ चिसो छ। अहिले धनगढीमा यति बेला एकदमै धेरै गर्मी छ। तर हाम्रो यो बडी केदार अत्तरकाँडामा चाहिँ एकदमै मजाको चिसो है। मजाले घाम लागिरहेको छ चिसो हावा चलिरहेको छ अनि कस्तो जाडो पनि यति बेला चिसो। सो त्यही भएर चाहिँ मैले यो स्याउको बोट देखेर चाहिँ एकदम धेरै एक्साइटेड भएर एउटा भिडियो चाहिँ बनाइहालौँ तपाईहरुसँग सेयर गर्नको लागि भनेर यसरी चाहिँ स्याउको भिडियो चाहिँ तपाईहरुलाई बनाएर देखाउँदैछु। यस्तै मजाले फलेको छ झुप्पै झुप्पा। यो चाहिँ भर्खरै फलेको भनौँ न सानो सानो खाने बेला चाहिँ भइसकेको छैन। हस् थ्याङ्क यू।